सांसद द्वय खगेन्द्र सुनार र ज्ञानेन्द्र शाहीसँग कुम जोडेर बस्ने यी व्यक्ति एक बलात्कार आरोपी भएको तथ्य पत्ता लागेको छ। यो जापानको दृश्य हो र नेपाल प्रहरीले धुई पताल खोज्दा पनि फेला नपरेका रेड कर्नर नोटिस जारी भएका व्यक्ति यसरी सांसदहरूसँगै कुम जोडेर बसेको भिडियोहरूमा देखिएको छ। खगेन्द्र सुनार र ज्ञानेन्द्र शाही बीच गत साता जापानमा भएको सार्वजनिक जुहारीको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बन्यो। जापानको टोकियोमा आयोजित एक कार्यक्रममा सहभागी भएका दुई सांसद बीच आरोप प्रत्यारोप चलिरहेको दृश्यलाई धेरैले राजनीतिक मनोरञ्जनको रूपमा लिए। तर भ्रमणकै सिलसिलामा खाँदै गरेको यो भिडियोको अर्को एउटा गम्भीर दृश्य देखिएको छ, किनकि उक्त भिडियोमा यी दुई सांसदकै बीचमा बसेका व्यक्ति नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेको र इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी भएका व्यक्ति विमल नेउपाने रहेको बुझिएको छ। बलात्कार र मानव बेचबिखन सम्बन्धी मुद्दामा खोजी भइरहेका व्यक्ति खुलियाम सांसदहरूसँगै एउटै कार्यक्रममा सहभागी भएको दृश्य सार्वजनिक भएको छ। लामो समयदेखि नेपाल प्रहरीले खोजी गरिरहेका अभियुक्त जापानमा निर्धक्क रूपमा कार्यक्रममा सहभागी भएको देखिनुले पीडित परिवारलाई थप मानसिक पीडा पुगेको बताइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरमा नेउपाने विरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको थियो। प्रहरी अभिलेख अनुसार उनी बर्दियाको बाँसगढी नगरपालिका स्थायी घर भएका व्यक्ति हुन् भने घटनाका बेला ललितपुर महानगरपालिका 23 धापाखेलमा बसोबास गर्थे। अनुसन्धानको क्रममा उनी पछिल्लो समय जापानको चिबा क्षेत्रमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। पीडित पक्षका अनुसार नेउपानेले एक नाबालिकामाथि 2070 देखि 2073 सालसम्म पटक पटक जबरजस्ती करणी गरेका थिए। घरमा अभिभावक नभएको मौकामा गेम खेलौं भन्दै फकाएर यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लगाइएको छ। लामो समयसम्म पीडितले मानसिक त्रासका कारण घटना सार्वजनिक गर्न नसके पनि पछि परिवारले जानकारी पाएपछि कानुनी उपचारको बाटो रोजेको थियो। घटना सार्वजनिक भएपछि पीडितका बुबा आमाले छोरीलाई लिएर जावलाखेल स्थित जिल्ला प्रहरी परिसर पुगेका थिए। त्यसपछि 2080 चैत 21 गते औपचारिक रूपमा जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइयो। तर अनुसन्धान सुरु हुँदासम्म नेउपाने नेपाल छाडेर विदेश पुगिसकेका थिए। त्यसयता नेपाल प्रहरीले विभिन्न माध्यमबाट उनलाई पक्राउ गरी नेपाल ल्याउने प्रयास गरे पनि सफलता हात लागेको छैन। प्रहरीको अनुरोधपछि इन्टरपोलले 2081 असोज 21 गते विमल नेउपाने विरुद्ध रेड कर्नर नोटिस जारी गरिसकेको छ। रेड कर्नर नोटिस जारी हुनु भनेको सम्बन्धित व्यक्तिलाई सदस्य राष्ट्रहरूमा पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन अन्तर्राष्ट्रिय सहयोग मागिएको अवस्था हो। तर यस्तो नोटिस जारी भएको लामो समय बितिसक्दा पनि उनी पक्राउ नपर्नु र उल्टै सांसदहरूसँग राजनीतिक कार्यक्रममा देखिनुले पीडित परिवारको चिन्ता झन बढाएको छ। उक्त भिडियो सार्वजनिक भएपछि पीडित परिवारले न्याय अझै टाढिँदै गएको महसुस गरेको बताइएको छ। परिवारका सदस्यहरूका अनुसार अहिले पनि उनीहरूमा अब न्याय पाइन्छ कि पाइँदैन भन्ने गम्भीर आशंका छ। उनीहरूका अनुसार अभियुक्त खुलियाम सार्वजनिक कार्यक्रममा सहभागी भइरहँदा आफूहरू थप असुरक्षित महसुस गरिरहेका छन्। गृह मन्त्रालयले 2082 जेठ 28 गते उनलाई नेपाल ल्याउन आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको थियो। पीडित परिवारले तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटेर घटनाबारे जानकारी गराएको थियो। परिवारका अनुसार गृहमन्त्रीले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक प्रक्रिया बुझ्ने आश्वासन दिएका थिए। त्यसैगरी परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी घटनाबारे जानकारी गराइएको र उनले टोकियो स्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिएको पीडित पक्षको भनाइ छ। यद्यपि ती सबै प्रयासका बावजुद पनि अभियुक्तलाई नेपाल ल्याउने प्रक्रिया अझै निष्कर्षमा पुगेको छैन। हाल 19 वर्ष पुगेकी पीडित युवती उक्त घटनाको मानसिक आघातबाट अझ पूर्ण रूपमा मुक्त हुन नसकेको परिवारको भनाइ छ। उनी अहिले पनि त्यस घटनाको स्मृतिले विक्षिप्त झैं अवस्थामा रहने गरेको आफन्तहरू बताउँछन्। यसबीच उक्त घटनाबारे समाचार प्रकाशन गरेको सेतो पार्टीले भाइरल भिडियोमा देखिएका व्यक्ति विमल नेउपाने नै भएको कुरा जापानी स्थित आफ्ना स्रोत मार्फत पुष्टि गरेको दावी गरेको छ। त्यसपछि यो विषयले सामाजिक सञ्जालदेखि राजनैतिक वृत्तसम्म व्यापक चर्चा पाएको छ।